कुमारजी आगे गर्नुहुन्छ ए अस्ति मुनि ध्यान दिएर सुन। मर्तेलेपको नेपाल राज्यमा काठमाडौँ नाम गरेको सहर छ। त्यहाँ पहिले विभिन्न राजाहरूले राज गर्दै आएका थिए। तर केही समयपछि राजा पनि आफ्नो राज रहेन भनी परिवार लिई नागार्जुनको वनमा गई तपस्या गर्न लागे। तब ती रानो हराएको मौरीको झुन्ड अन्धसुन्ध हुन्छ। त्यसै गरी सिङ्गो देशमा नै अन्धधुन्ध हुन लाग्यो। यही मौका छोपी प्रचण्ड नाम गरेको दैत्यले आफ्नो दैत्य सेनालाई राजातिर देखाउँदै भने, हेर हो त्यहाँ हिँडिरहेका देख्छौ तँ पूर्व राजा हो। यही मौकामा देश कब्जा गरी बेच्न पाए हाम्रो पुस्ताले बसी बसी खान पाउने थिए। यदि प्रचण्ड दैत्यले भनेको सुनि मोहन वैद्य बाबुराम बादल आदि गरिएका अरू दैत्यहरूले पनि लौ त भलो भन्यो भनी संविधान सभा नाम गरेको दरबारमा प्रवेश गर्दा भए। त्यही बेलामा संविधान सभामा प्रवेश गर्दा भए। त्यही बेला दैत्य कस्ताहारको रूप बदल्दै हिँडे। के बौलाएको स्याल जस्तो, कहिले बाँसो जस्तो, कहिले उदण्ड महिषासुरको रूप धारण गरेर भयङ्कर विध्वंस मच्याउने त कहिले देवताको रूप धारण गरेर देवीहरूको धर्म ढर्काउँछ र जनतालाई अनेक शास्ति दिने। सोही शास्तिलाई जनताको भाग भन्दै पटक पटक मुखेटो बदल्ने डुल्लु इकार रेस्लर जस्ता शरीर र स्वभाव भएका महापातिका पुर्खाहरूको गौरव गरिमा गर्ने सिपालु चतुर तथा धूर्त स्वभावका सदैव विदेश नेताको गुलामी गर्नमा तत्पर यस्ता किसिमका प्रचण्ड दैत्यहरूको कर्म तथा क्रोधको वर्णन गर्न स्वयं शारदाले सही सकेनन् भने बाबु रोले के सकुला हो। हे मुनि जस्ता उग्र स्वभावका दैत्यले जबरजस्ती दादली गरे पनि कोही सिटमा मात्र आफ्नो पक्षमा पार्न सफल भए। पछि जडिया झैँ लाल लाल नेत्र पारी मुख मिठाउँदै संविधान सभा प्रवेश गरी ती दिव्य 6 वर्ष उल्फाको धन फुपूको श्राद्ध भन्नेको उखान सार चुल्याउन रक्तबाजी झैँ सन्तान विस्तार गरी लुट्न सम्म लुटे। यो अत्याचारले असहाय भयो। एक दिन सभामुखले माननीय भन्दै संविधान घोषणाको तयारी जोड दिन आदेश गिराउँदै जनताको रगत पसिनाले सराप्ने हुनाले अब जनतालाई पनि संविधान रूपी ललिपप दिनु पर्ने कुरा बताउँदै ती प्रचण्ड रक्त पिसासु दैत्य रगत पिएर माथिका भाग झैँ उग्र रूप लिएर आफ्नो यथार्थचरित प्रदर्शन गरे। आफ्नो इष्ट जङ्गली जवान जस्ता दैत्य सेना समेत भइरहेका सभा भवनभित्र नै भयङ्कर युद्ध घोषणा गर्दै नेपाल देश आफ्नो मनोमानी ढङ्गले बिक्री गर्न पाउनु माग राख्दै नेमाग भने नियमाथि अनेक तरहले हमला गर्दा भए। श्री भोडी पुराले लुखण्डे नेपाल मैत्य मुदी सम्वादे श्री देश विध्वंस कथामा प्रचण्ड दैत्य उदा चतुर्थ बडामा नामम पञ्चो दद्दाए श्री नेपाल राज्य खण्डा के श्री नेपाल खण्ड की लीलाए।